वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ म यहाँ अब तिहार पनि आउँदैछ होइन। अब बम त पड्काइहाल्नुपर्छ, तर बम पड्काउँदाखेरि के हुन्छ भने त्यो आगो लाएर जलाउने खालको बमहरू हुन्छ नि, त्यसमा उयो पड्काउँदाखेरि त्यसको छिटाहरूले सब मान्छेहरूको अनुहारतिर जाने अनि पोल्युसन हुने, साउन्ड पोल्युसन आदि त्यस्ता पोल्युसनहरू हुने गर्नाले मलाई चाहिँ एउटा आइडिया लागेको छ क्या। हरेकको घरमा यस्तो खालके जिपलक ब्याग त भेटिहालिन्छ होइन। अनि यो ब्याग हुन्छ नि, यसलाई खोलेर यसमा यसरी हावा भन्नुपर्छ। अनि त्यो पछि यसरी हावा ननिक्लिने तरिकामा यसरी लक गरिदियो, मुनिबाट हल्का समात्यो यसरी। अनि त्यो थिच्दाखेरि आवाज पनि निक्लिने, डर पड्किने, अनि सेफ्टी 100% नेचुरल। यो प्लास्टिकको पनि वेस्ट भएन। र यस्तै आइडियाको लागि यो च्यानललाई सब्सक्राइब गर्न हार्दिक अनुरोध छ।